हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी बाहिर जान रेडी हुँदैछौँ। हामी चाहिँ भाटपाटिन जान लागेको। अनि पछाडिबाट चाहिँ मलाई देखेन गयो भन्दै हुनुहुन्छ। अनि हामी चाहिँ सिधै भाटपाटिन गयौँ। मैले चाहिँ धेरै भिडियोहरू लिन पाएन, अलिअलि क्लिपहरू लिएको थिएँ, त्यही हालिदिएको छु। पानी परेर ऊ भयो नि त, त्यही भएर धेरै भिडियोहरू लिएन। म देखेन मिलाउनु न क्यामेरा भन्दैछु। अनि हामी चाहिँ सिधै गयौँ, नानीको डाइपर सेपर लियौँ। त्यसपछि हामी माथि गयौँ, नानीको लुगाहरू जुत्ताहरू लिनु थियो। अनि सिधै माथि गयौँ हामी चाहिँ। अनि यहीँ बस्नुपर्ने, अनि सिधै अर्को फ्लोरमा माथि पुगेछु। अनि फेरि फर्केर हामी रङ साइड गएछु भनेर म चाहिँ भन्दैछु। म चाहिँ माथि पुगिसकेको, दुईजना बाबा छोरी पनि पछि आइपुगेछु। फेरि हामी तलतिर झर्दैछौँ। अनि हामी चाहिँ सिधै नानीको जुत्ता लिनु थियो। अनि सिधै जुत्ताको उसमा गयौँ। अनि खासै राम्रो केही लागेन मलाई चाहिँ। अनि त्यही पनि 2-3वटा नानीलाई ट्राई गराएँ। त्यही नि नानी रोएर ट्राई गर्ने मानिरहेको थिएन। अनि उसलाई जुन मनपर्ने त्यही मात्रै ट्राई गर्ने भन्छ कि, नत्र उसलाई मन नपर्ने त ट्राई गर्नै खोज्दैन। भए पनि 1-2 त ट्राई गऱ्यौँ। हामीले फाइनलमा एउटा ब्ल्याक कलरको सुज लियौँ, यो ब्ल्याक कलरको चप्पल लियौँ। अनि त्यसपछि हामी तल झऱ्यौँ। अनि तल आएर हामीले आइसक्रिम खायौँ। अनि छोरीलाई चाहिँ केक दियौँ। मैले चाहिँ भिडियोहरू लिएन। अनि घरमा फर्किँदा चाहिँ बेलुका भइसकेको थियो, राति भइसकेको थियो। अनि मैले चाहिँ डाइपर एउटा लियौँ। अनि नानीको लागि हाफ प्यान्ट एउटा लियौँ। अनि अस्ति पनि मैले एउटा स्यान्डल लिएको थिएँ, कस्तो राम्रो सफ्ट कपडाको थियो भनेर 2टा स्यान्डल लियौँ। एउटा ग्रिन र येल्लोमा लिएँ। अनि त्यसपछि एउटा कटनको जामाले, एउटा त्यही ब्ल्याक सुज भइहाल्यो, देखाउन बिर्सेछु। अनि 3टा गार्बेज ब्याग लिएँ। थ्याङ्क यू फर वाचिङ।